यत्रो ठुलो गिफ्ट मैले एकदम बक्स देखेर एकदम खुवा तुम कि नै हुई रे बताओ हेर तिमीलाई मैले ल्याङ्ग्वेजमा भिडियो गर्दै सरप्राइज एकदम सरप्राइज तिमी के लिन आएको एकदम भेरी भेरी थ्याङ्क म फोन चार्ज हाल्न आएको नि खासै अन्त म त पुरै लुगा लिन आउँछ झन् तिम्रो लुगा लिन आउँछ किनकि सबै लुगा मटो लिएर लाँदा ल्याएर राख्दै खास म चार्ज म सिधै पस्न त फेरि चार्जै छैन त्यति बेला चार्जमा हाल्छु नि राख अरिगातो थ्याङ्क यू भेरी मच दोकी दोकी सिता नानी दोकी दोकी सिधै गर्दा मान्छे कतिखेर माथि आउँछ होला भनेर म बसिरहेको आयो म त के मैले बत्ती बत्ती मात्रै हेऱ्यो म त फर्स्टै यो लाइट देखेँ नि त अन्त यो बाइक त हजुर मैले बालेर छोडेर गइसक्यो भन्दा फिल भएछ यहाँ राख्नु के भनेको फेरि यहाँ मान्छे ल छिटो गिफ्ट खोल्नु पर्यो नि ओके र म चाहिँ भर्खरको यो कम्पनीको ड्रेसमा छु लुगा पनि फेरेको छुइनँ फ्रेस पनि भएको छैन मेरो साथीले चाहिँ एकदम सरप्राइज गरेर राखिदिरहेको छ अहिले दिनभरि छुट्टीमा पुरा एकदम स्पेसल पिङ्की पिङ्की हो क्या एकदम स्पेसल फिल गराइरहेको छ मलाई पुरा पिङ्की भाइब्स रुम पनि सफा बनाइदिएछ यो चाहिँ लाइफ पुगेर होला हौ गर्न यो चाहिँ मेरो सरप्राइजहरू एकदम गिफ्ट पनि पुरा किने के चाहिँ के छ यहाँ हेर न गिफ्टको लागि त छुट्टै उहाँ छ नि त्यस्तो त केही छैन इप्पै छ त गिफ्टहरू पनि अनबक्सिङ गर्छ पुरा म एक्साइटेड भएँ यत्रो ठुलो गिफ्ट मैले जिन्दगीमा फर्स्ट टाइम पाएँ मार्क्स लाइफमा फर्स्ट टाइम यत्रो ठुलो गिफ्ट मैले एकदम बक्स देखेर एकदम एक्साइटेड एकदम पिङ्किस रहेछ उयो चाहिँ एकदम के थिम केबाट स्टार्ट गर्नु के ल सबभन्दा फर्स्ट चेरी ब्लजम स्टार्ट गर्छु नानी हेर नि त्यहाँभित्र नानी हेर्दै खोल्नु पनि माया लाग्यो खोला फर्स्ट रहेछ कस्तो इत्रो इत्रो कुराहरू तिमीलाई ठुल्ठुलो चाहियो खोल्यो सबै खोल्यो त छिटो खोला दाल चढ्छ तल दाल मजाले मान्छेले भग्न भुल्नु खोला न तिमीलाई म पिङ्क डल बनाइदिन्छु होइन अहिले कस्तो पिङ्की पिङ्की मात्रै आँखा गर के तिमीलाई यहाँ एकछिनमा पैसा त होइन भन्छ नि तिमी पैसा कुरा नगर न तिमीलाई ओ सिसा हान्दैन कहिले क्युट छ ल है कस्तो राम्रो त्यहाँ पनि पिङ्की पिङ्की मैले के कुरा भन न खाएको हिँडा उनीहरूले नि त अन्त मुले उमाले उता लैजाएँ मैले राख्छ प्याक गरेको पिङ्की पिङ्की देखेर आयो सब हिँडेर नतालेको मैले लिप ग्लोस भनेको दाइदिन कुरा दाइदिन हिच्चो न कुरा आकाइनो मेन त पनि हेलो सबै चाहिने कुरा रहेछ ल नेक्स्ट यहाँ यो भारी भोलि पछि फेरि मेरो बाटोमा यहीँमा ऱ्यापिङ गर्नुपर्छ राखिरहेर पेपर जति सब बेलुन पनि फुकालेर राखिराख्ने हो कि अरे तिम्रो बर्थडेमा यसै प्याक
भन्छ यो इप्पै हो कता गयो पैसा उता गइसक्यो मैले इप्पै हाली हो यो किन भने त्यस्तो त होइन तिमीलाई हिजो तिमीले तिमीलाई चाहिने सामान हो ऱ्यापिङ खोल्दै 2 घन्टा लाग्यो त ऱ्यापिङ यदि अस्ति तिमीलाई तल दिएँ मैले यो 2 उठाएर तिमीलाई तर्कै ततै रात ततौ ल भनेर आएको दिन ऱ्यापिङ गरेको त्यो त अस्ति कहिले मैले मासु पकाएँ अनि तिमीलाई त्यो तल मैले यो 2टा क्यालेन्डर बोकेर आएको थिएँ अनि फेरि यसलाई फेरि ऱ्यापिङ गरेको साइड साइडमा बेच्यो अनि यो हो नि त गिफ्ट भनेको यो हेर्नु के अरे अघिको चाहिँ गिफ्ट होइन रे यो चाहिँ गिफ्ट होइन रे हेर एकदम झन् भाइरल हुने च्यान अब त म त एकदम सेलिब्रेटी त खोला त बरु कस्तो आह केही फुटेको हो कि छैन हेर्नु पर्ने मैले हेरेकै छैन ओ खै चार्ज गर्ने होला मलाई सुगै के हो यो ओरे माग त्यहाँ तल ओसु गर्ने होला त्यहाँ तल हो त्यहाँ ओसु गर त मेरो साथीले मलाई कस्तो चिन्छ के चाहिएको छ मलाई सब थाहा छ यहाँ लाइट पनि होला के हेर यो लाइट यस्तो गोली मार लाइट पनि छ तिमी अझै राम्री छौ यसै नि अझै राम्री ए आमा युज गर यसको छिटो खा यहाँ कता खै होइन साइडमा कता थाहा छैन इचकानी यो कस्तो यहाँ चाहिँ मेरो खतरा दामी गिफ्ट दिएछ मेरो साथीले माया गर्ने साथी छैन बोयफ्रेन्ड छैन या कोरेमा टिकटकमा इको हैन गर्न कोरे क्लिपमा कोरे यहाँ चाहिँ छ एकदम स्पेशल बेला त झन् खोल्नु माया लागिरहेको छ बेलुन के नि छैन त्यस्तो या एकदम के छ एउटा ओमेदेतो गोजाइमासु स्पेशली नानी स्पेशली फर यु ओमेदेतो गोजाइमासु अनि जान छैन त्यस्तो के पनि नभए पनि एक्सपेक्ट के गर्छ होला ल यहाँ के छ होला न त गुडिया गुडिया तिमीलाई ज्वाल चला गुडिया टेडी टेडी यो स्टिकरहरु ए हैन टेडी सेडी नि हैन गुडिया सुदा नि हैन यो कुडी नन यो कुडी हाएको हाएको गर त चिया देऊ न त पेपर के हुन खानेकुरा तिमीलाई मनपर्ने स्न्याक पाइहाल्यो कोले त उयो यता हो यहाँ सुल्टो त्यहाँ जाँदाखेरि साइडको फेरि देखेर मैले फेरि डबल तारेको कोले फाट्दैन यो मैले तारेको नानी दबाई गोजेन्छु खाइदा या सौका आयोमा त्यो पहिला सबै के फुलान मात्रै हेर भित्र च्यान त साकी के ते गमले डालेको मैले देखि भइसक्यो त भने फुल जस्तो देख्यो या या मलाई बोकिन्छ छैन ल आइगातो भगवान यस्तो स्पेशल एदा रुन्छु होला म एदा या यसको बारेमा रिया उस दिन मन छ तिमीले साथी भयो के अरे नाम सुषमा दस 12वटा त्यहाँ फुलसँग ल कोले दे ओआरी नो डल सल त छैन यो भाइ यदि चाहिँ मलाई डल्सल भन्दा पनि एकदम स्पेशल थ्याङ्क यू सो मच यो चाहिँ राखिराख आई एम भेरी 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 ह्याप्पी मेरो औँला चाहिँ सिद्धि भइसक्यो बयान गर्नु म एकदम गर्न सकेको छुइनँ मैले सिद्धि राख मेरो यहाँ तिमी मान्छे कस्तो रोमान्टिक हौ बोयफ्रेन्ड मात्रै किन रोमान्टिक किन सिङ्गल बसेको छमा वेटिङ फर समवन हु इज भ्याल्यु मी ए पखा तिमीलाई म सब मेरो चिनाजनासँग एकदम उयो गराइदिन्छु इन्ट्रोड्युस यति अनबक्सिङ गरिसकेँ मैले चाहिँ मेरो साथीले मलाई स्पेसल सरप्राइज चाहिँ बर्थडे गिफ्ट यो चाहिँ बुके ह्यान्डमेड बुके चाहिँ उसको साथीले बनाएको अन्त यहाँ चाहिँ छ के मन पर्यो तिमीलाई सबभन्दा सबभन्दा
मलाई सबै मन पर्यो यो मिस आफ्टर मिस पनि ल्याउनु पर्यो है हाम्रो सबै मन पर्यो मलाई कार्ड दे मैले एभ्रिथिङ मलाई डेकोरेसन पनि एकदम मन पर्यो तिमीले ह्याप्पी बर्थडे मात्रै थपेको मैले तिमीले रुमको डेकोरेसन ओके थ्याङ्क यू वेलकम थ्याङ्क यू यस्तो हक गर मेरो साथी आयामा गरम हेरे यहाँ मेरो चाहिँ आरिगातो ह्याप्पी बर्थडे टु यु माता वाकै नाइका र हायाको ए हितो मिचेके कुरा चाहिँ योभन्दा धेरै माया गर्ने गिफ्ट दिने हितो मलाई चाहिएन तिमी भयो आयामा त्यहाँ बाई बाई